नमस्कार साथीहरू, आज फेरि हामीले तपाईँका लागि ल्याएका छौँ अर्को एक रोचक कथा। आउनुहोस् कथा सुरु गरौँ। एक सहरमा दुई केटीहरू थिए, दुवै असल साथी। उनीहरू सँगै पढ्थे, सपना पनि एउटै थियो, ठुलो मान्छे बन्ने। समय बित्दै गयो। एक दिन स्कुलमा प्रतियोगिता भयो। पहिलो हुनेले ठुलो मौका पाउने थियो। दुवै केटीले कडा मेहनत गरे, तर नतिजा आउनु अघि एक केटीले अर्कीको प्रोजेक्ट लुकाइदिन्। नतिजा आयो, उनी पहिलो भइन्। सबैले बधाई दिए, तर उनको मनभित्र शान्ति थिएन। केही दिनपछि सत्य बाहिर आयो। सबैजना चकित भए र त्यो केटीले आफ्नो सबै गुमाइन्, साथी पनि, विश्वास पनि। अर्की केटी चुपचाप मुस्कुराइन् र भनिन्, हार्नुभन्दा पनि गलत तरिकाले जित्नु ठुलो हार हो। सन्देश: साँचो सफलता इमान्दारीमा हुन्छ, धोकामा होइन। यदि तपाईलाई यस्तो कथा मनपर्छ भने लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। अर्को कथामा फेरि भेट्ने बाचा गर्दै बिदा दिनुहोस्। धन्यवाद।